नमस्कार। आजको विशेष नयाँ भिडियोमा पनि तपाईलाई स्वागत छ। आज पनि हामी तपाईको लागि विशेष नयाँ भिडियो ल्याएर आएका छौँ। आज यस भिडियोमा हामी प्रिन्टरको बारेमा तपाईसँग चर्चा गर्नेछौँ है त। प्रिन्टर कसरी सेटअप गरिन्छ त्यसको बारेमा आज हामी तपाईसँग चर्चा गर्नेछौँ। त साथीहरु, सुरुवाती चरणमा हामीसँग एउटा इप्सनको प्रिन्टर छ र इप्सनको प्रिन्टरमा हामीसँग भर्जन रहेको छ L3111। यो इप्सनको प्रिन्टर रहेको छ र यो प्रिन्टरमा अब हामीसँग सिम्पली चाहिँ कसरी हामीले सेटअप गर्ने भन्ने कुराकानीमा जान्छौँ। यसमा तपाईले ब्याक साइडमा देख्नुहुन्छ सिम्पली हामीसँग चाहिँ एउटा केबल छ। यो केबललाई चाहिँ हामी यसको कनेक्टिङ केबल भन्छौँ, जसमा हामीले चाहिँ सिम्पली पावर कनेक्ट गर्न अर्थात् प्रिन्टरमा हामीले पावर सप्लाई गर्नु पर्यो भने यो कनेक्टर अर्थात् हाम्रो तलपट्टिको यो कनेक्टर छ, यो कनेक्टरबाट हामीले पावर सप्लाई गर्छौँ। र हामीसँग एउटा चाहिँ माथिपट्टिको यो कनेक्टर हुन्छ, यो देख्न सक्नुहुन्छ। यो कनेक्टरलाई चाहिँ हामीले कम्प्युटरमा कि त कनेक्ट गर्नलाई युज गर्छौँ, जहाँबाट चाहिँ कम्प्युटरमा भएको फाइलहरू हामीले चाहिँ सिम्पली प्रिन्ट गर्न मद्दत गर्छ यो कनेक्टरले है त साथीहरु। यसबाट चाहिँ हामीले कनेक्ट गर्न मिल्छ। र सिम्पली अब हामीले चाहिँ यसमा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि, जस्तो तपाईहरुले यसमा कलर हाल्नु पर्यो भने त्यस बेलामा तपाईले के गर्ने, कसरी राख्ने भन्दाखेरि तपाईसँग यहाँनिर एउटा साइडमा यस्तो अप्सन हुन्छ र तपाईले इप्सनको कुरा गर्दैछु है त साथीहरु। इप्सनमा जानुभयो भने यहाँनिर तपाईले चाहिँ यस्तो कोडहरु देख्न सक्नुहुन्छ। यहाँबाट तपाईले चाहिँ कलर हाल्न पाउनुहुन्छ। जस्तो यसमा तपाईसँग बीके लेखेको छ, 103 भनेको छ अर्थात् 103 लेखेको छ। यो चाहिँ कलर तपाईको कोड हो हैन, सिम्पली चाहिँ जसमा बीके लेखेको छ ब्ल्याक भनेको, वाई भनेको येलो, एम भनेको तपाईको चाहिँ म्याग्नेटा र सी भनेको तपाईको सियान भन्ने तपाईको चाहिँ कलर कोड हो। यहाँबाट तपाईले चाहिँ सिम्पली युज गर्न पाउनुहुन्छ है त। अब सिम्पली चाहिँ यसमा तपाईले चाहिँ बीके लेखेको एउटा कोड हुन्छ। यो बोतल बीके लेखेको बोतल तपाईले 103 बीके लेखेको छ भने त्यस्तो बेलामा तपाईले यसमा चाहिँ यो ठाउँबाट तपाईले यसलाई ओपन गरेर यहाँबाट चाहिँ तपाईले के त यहाँमा कलर हाल्न सक्नुहुन्छ। यहाँबाट तपाईले बोतल खन्याउनु पर्ने हुन्छ सिम्पली। र यतापट्टि वाई लेख्या हुन्छ, वाई कोडको 103 वाई भनेको ठाउँमा तपाईले वाई कलर, यतापट्टि तपाईले चाहिँ सिम्पली यतापट्टि एम र यतापट्टि सी तपाईले सिएन कलर एड गर्न पाउनुहुन्छ है त साथीहरु। यो टर्म्सबाट यसलाई ओपन गर्यो भने यहाँबाट कलर हाल्न मिल्छ। सिम्पली चाहिँ यसलाई अफ गर्नुभयो भने यहाँबाट अफ हुन्छ। त साथीहरु, यो तरिकाले तपाईले के गर्न पाउनुहुन्छ भन्दाखेरि सिम्पली चाहिँ यसमा कलर चाहिँ तपाईले हाल्न पाउनुहुन्छ। यो साइडमा हुन्छ है त, प्रिन्टरको यो साइडमा तपाईले ओपन गरेर यहाँबाट कलर तपाईले इनपुट गराउन पाउनुहुन्छ है त स्पेशली। अब हामीसँग कुरा आउँछ यसमा चाहिँ पछाडिपट्टि पेपर सेटअप गर्ने कुराकानीमा है त। अब पेपर कसरी हाल्ने भन्ने कुराकानीमा हामीले यहाँनिर ब्याक साइडमा यो अप्सन देख्न सक्छौँ। र यसमा तपाईले देख्नुहुन्छ यो चाहिँ अलिकति हाम्रो निलो टाइप्सको बटनहरु छ। यसले के गर्छ भने कत्रो पेपर हाल्ने त तपाईले यहाँबाट कत्रो पेपर हाल्ने त्यो पेपरको सेटअप तपाईले यहाँबाट इन्क्रिज पनि गर्न पाउनुहुन्छ, यसलाई कम पनि गर्न पाउनुहुन्छ। सिम्पली कम पनि गर्न पाउनुहुन्छ र बढी पनि गर्न पाउनुहुन्छ। यहाँबाट सिम्पली चाहिँ यहाँबाट हामीले पेपरहरु इनपुट गर्न सक्छौँ। जुन साइजको तपाईलाई पेपर चाहियो त्यो पेपर तपाईले यहाँबाट इनपुट गर्यो भने तपाईले प्रिन्ट गर्न पाउनुहुन्छ। अब सिम्पली जस्तो मैले अहिलेलाई A4 पेपर हाल्छु, मैले चाहिँ यसलाई के गर्छु भने अलिकति बढाउँछु है त साथीहरु। यहाँनिरबाट गएर मैले यसलाई इन्क्रिज गरेको छु र मसँग यहाँ पेपरहरु छ थोरै, मैले पेपरहरु यसमा इनपुट गर्छु। अब पेपरहरु इनपुट गर्नुभन्दा पहिला चाहिँ तपाईले के बुझ्नु पर्यो भने जस्तो हाम्रो यो अप्सन छ नि स्ट्यान्डलाई चाहिँ माथि गर्नुपर्ने हुन्छ, माथि गर्ने अनि पछाडी अलि धकेल्यो भने स्ट्यान्ड हुन्छ पछाडिपट्टि गएर। यो तरिकाले हामीले स्ट्यान्ड गर्न पाउँछौँ। अब मैले यहाँनिरबाट सिम्पली चाहिँ यो तरिकाले के गर्न सक्छु भन्दाखेरि यहाँनिरबाट थोरै मैले पेपरहरु यसमा एड गर्छु। जस्तो मलाई यति पेपरहरु छ, यो पेपरलाई मैले यस्तो तरिकाले है त साथीहरु यहाँबाट चाहिँ मैले यस्तो गरेर यहाँबाट इनपुट गराएँ। अलिकति मसँग साइज सानो भएको अवस्था छ, म यसलाई इन्क्रिज गर्छु। यहाँबाट यस्तो मैले यहाँबाट इन्क्रिज गराएँ है त। योबाट अब मैले यहाँनिरबाट के गर्न सक्छु, यो तरिकाले हाल्न सक्छु। यदि हामीसँग यो बढी भइरहेछ भने हामीले लुज पनि गर्न सक्छौँ, यसलाई टाइट पनि गर्न सक्छौँ, जसको माध्यमबाट हामीले चाहिँ यहाँ पेपरलाई चाहिँ फिट गराउन सक्छौँ। यसमा चाहिँ हाम्रो पेपर फिट गराउन सकिन्छ यो तरिकाले। त हाम्रो पेपर तलमाथि हुनु भएन, जस्तो यतापट्टिबाट अर्को छेउमा जानु भएन, यतापट्टिबाट जानु भएन, हामीले चाहिँ यसरी मिलाउनु पर्यो यसमा है त। अनि यसलाई अफ तलबाट माथिबाट यो आउनु हुन्छ, यसलाई अफ गरिदिनुपर्छ। यो तरिकाले चाहिँ हामीले प्रिन्टरलाई चाहिँ सुरुमा के गर्नुपर्ने हुन्छ, सेटअप गर्नुपर्ने हुन्छ। त साथीहरु, आजको हाम्रो यो भिडियोमा विशेष यति नै। अब हामी नेक्स्ट भिडियोमा कसरी प्रिन्ट गरिन्छ, कस्तो सेटिङ हुन्छ प्रिन्ट गर्ने त्यसको बारेमा विशेष चर्चा गर्नेछौँ। आजको भिडियोमा यति नै। थ्यांक यू फर वाचिङ दिस भिडियो।